खोइ अर्को भाडा खोइ कता कता फ्याँके पाक 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 हिँडेर चाहिँ अर्को भाडा लु खाइपुग्यो लु अब माम चलाउ त लु माम चलाउ त लु नानी माम पकाउँछ पानी हो त लु पानी हाल लु लु पानी हाल्यो हो भाइ पानी हाल्दैछ लु लु हाल पानी हाल लु अब त्यतै पनि लगाऊ लु त्यतै पनि लगाऊ अनि किन चलाएको त अनि पाक 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 गर लु लु त लु लु यहाँ गर्दैछु त नि म लु यसमा यो भाँडामा लु यहाँ लु आलु र राखेको सब्जी अघि खाएर राखेको सब्जी आलु आलु आगु आगु लु आगु लु लु माम माम पाक्छ नानीले पकाउँछ चिया पकाउँछ याममा खान्छ लु चिया खाऊ 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 हिँडोको अबै हुँदैन भन् न अघि बुवा त्यसो गर्दा बाहिर निक्लिनुहुन्छ अब चिया पार्छ यहीँ बसाउँछ अनि फेरि निक्लिनुहुन्छ त यहाँ भाँचीको यहाँ नि यसको काम यो भाँच्ने यो के गरिस् यो कसले भाँचेको पाक 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 अर्को भाँडो लगाएर पाकेछ आऊ लु पकाऊ लु खाऊ लु लु यहाँ पानी छ यहाँ तेल छ अनि खोइ डाडु खोइ हो भाइले खायो अनि यसको बिर्को लगाऊ पानीको बिर्को लगाऊ 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 खाऊ पानी पनि खाऊ अबि टोक्नु त हुँदैन नि काट्छ नि फेरि झोलामा हाल झोलामा भाइ झोलामा हाल्छ ऊ क्रिम दल्नेबाट त बालाले पो कोर्दो रहेछ उता पियो यतापट्टि गएको रहेछ यसैले कोरेको हो कि यसो त कोर्छ अब क्रिममा गएर दिएको यहाँ होइन धर्छ मलाई देख्दैछु उसलाई हातमा क्रिम लगाइकन लाग्नु दिँदैन उसलाई पनि लगाइदिएपछि मात्रै खोल्दै त्यो काला र सेता दाना गरेको रबर जस्तो ल्याएर लागेर बसेर लु हौ लु अहिले बिगारिदिइहाल्छ मैले के गर्नु